वेलकम बैक टू अनदर ब्लग न्यू डे न्यू ब्लग। सो साथीहरु आज 13 दिनपछि ब्लग अपलोड गरेर आएको छु। त्यसको लागि डोन्ट माइन्ड है, नरिसाउनु होला। अनि जो पनि नयाँ साथीहरु हुनुहुन्छ सब्स्क्राइब गर्नु होला अनि फुल टाइम वाच गरिदिनु होला भन्ने रिक्वेस्ट गर्छु। अनि मैले साथीलाई भनेको थिएँ भिडियो अलिअलि खिच्दै त आज इन्ट्रो गरेको छैन, भोइस ओभर हाल्नु पर्छ अनि इन्फर्मेसन दिनु पर्छ। आज सु महेन्द्रनगरदेखि झलाली जाँदैछौँ हामीहरु वाटरफलको लागि। बतासे झरना भन्ने ठाउँ छ। अनि झलाली गएर पनि अझै भित्र जानुपर्छ। झलाली यदि कोही जान चाहनुहुन्छ भने चाहिँ झलाली चोकमा गएर बतासे झरना जाने बाटो कता हो भनेर सोध्नु सक्नुहुन्छ कसैलाई पनि। झलाली चोकदेखि भित्र छिर्दाखेरि हजुरहरूले 500 मिटर पछि अफरोड मिल्नेछ। अफरोड अति नै छ, सो राम्ररी आउनु होला। अनि जङ्गलको एरिया पनि छ, सो मैले ब्लग खिच्न पाएन। सो एकैचोटि स्पिडमा गएर क्यामेरा अन गरेको। यदि मेरो भिडियो हेरेर कोही आउन चाहनुहुन्छ भने चाहिँ राम्ररी आउनु होला साथीहरुसँग। सब केटाहरु पुगिसक्यो है फाइनली। हामीले यहाँ बाइक पार्किङ गरेको छु गाइस। हामीसँग कति छ बाइक? 1 2 3 4 5 6 बाइक अनि केटाहरु। हेलो गाइस, वेलकम ब्याक टु अनदर ब्लग। सो साथीहरु सबैजना आज भाइको बर्थडे हो। थम्बनेल देखेर थाहा पाएको होला सबैले, थाके हैन। सब केटाहरु छ पछाडि, अगाडि पनि छ, हिँड्नु छ। उ एउटा म्याउ म्याउ गर्दै मेन्सन गरिदिन्छु यसको ब्लग पनि। ब्लग आइडी म्याउ म्याउ गर्ने मान्छे चेकआउट गर्नु होला, चेकआउट गर्नु होला। के भाइ पनि छ, धेरै टाढा पनि छैन। अब हिँड्नु अझै 15-20 मिनट लाग्छ। माउडे यार केटाहरु बिस्तारै कटआउट गरेर देखाउँछु। त्यहाँ भइहाले। के भाइलाई बोलाउँदा पनि नबोल्ने कस्तो हो? ओए किशोर किशोर ले बोल। हिँड्नु पाएन बसिहाल्छ यार यिनीहरू यार। हुनुपर्छ नि यार। फेरि जिम जान्छु भन्छ। के भनिस्? रेस्ट टाइम है सबैजना। केटाहरू सब यहीँ छ। मस्तो हावा छ है, दामी हावा। के गर्छ राङको कलर आउँछ यार। चिल छ है यो बर्थडे बोय। ल लागेको अब हिँडिरहेको केटाहरू अगाडि, म चाहिँ बिचमा छु हैन। केटाहरूको र्याली लाग्यो जस्तै त्यही त। अनि सहरतिर बसेपछि त्यस्तै हो, डाँडा चढ्दाखेरि फ्या फ्या। अनि के भाइ हिँड्नु त अप्ठ्यारो हुन्छ नि भाइ डाँडामा। हिँडेको बाटो भयो अब आनन्दले हिँड्ने सुई सुई है। यस्तो छ बाटो, खुड्कुला अब लाउनु नि यो मारो बाटो। त्यही पनि ठाडो कालो के अरे अस्ति त्यो झिल्मी लगायो अरे कस्तो यस्तो थियो। यो भन्दा डेन्जर म के जान्छु र त्यो। सर्ट इन्फर्मेसन है भ्युजहरूलाई। यदि झलालदेखि आउँदै हुनुहुन्छ भने चाहिँ यदि हजुरहरूलाई लोकेसन थाहा छैन भने चाहिँ सोध्दै आउनु सक्नुहुन्छ लोकल त्यहाँको मान्छेहरूलाई। अनि हामी पनि त्यसरी नै आएको। सो अनि हामीले बाइक स्पोर्ट राखेको ठाउँदेखि मिनिमम 1 आवर जति लाग्छ। अनि आउनुहुन्छ भने चाहिँ ग्रुपमा आउनु साथीहरू जसरी हामीहरू आएको छौँ। खाजा नास्ताहरू लिएर आउनु होला किनभने दोकान हुँदैन। ओए मरिन्छ यार, खुट्टा सुइक्यो त सुइक्यो, मरिन्छ। यस्तो बाटो छ गाइस। यस्तो छ भिड। गयो भने गयो।
हिँड सिधा हिँड सिधा हिँड सिधा। आउँदाखेरि हजुरले यो सानो झरना देख्न सक्नुहुन्छ। यो सानो झरनादेखि हजुरले 10 मिनट हिँड्नुपर्छ जहाँ हामीहरू गइरहेका छौँ। गाह्रो छ गाइस, हिँड्नै नसक्ने। सबजना अगाडि गएको छु, म मात्र अगाडि। रात लाग्यो, छाती दुखिरहेको। पहिला आउँदाखेरि यति लङ डिस्टेन्स हिँड्नु न त। एक दिन साल अगाडि आएको बर्थडे मनाउनु र आज भाइको बर्थडे छ। आधी बाटोसम्म ब्याग चाहिँ बोकेर आएँ। अरू सबै गएर म बसिरहेको थिएँ रेस्ट लिँदै। स्याहाँ भएर सुनसान छ बाटो, एक्लै छु हिँड्दै। गाह्रो छ आइज। कति बेला चाहिँ आएपछि 9 आएपछि। सो गाइस पुग्न लागिसक्यो, गाह्रो छ। ओ माई गॉड, बल्ल पुग्यो माको। लग खुसी लाग्यो मनमा। ओ यहाँबाट मलाई देखा न। मन यति खुसी भयो कि यो स्पिड पुगेर। वाउ, यो रियाक्सन देख्नुभयो होला। अनि जहाँ हामीले बाइक राखेको थिएँ त्यहाँदेखि हामीलाई यो ठाउँ पुग्नलाई 1 घन्टा 15 मिनट त मिनिमम लाग्यो। यदि कोही आउनु चाहनुहुन्छ भने चाहिँ बिच बाटोदेखि फर्किने चाहिँ काम नगर्नु। आउँदै हुनुहुन्छ भने बरु रेस्ट गर्दै गर्दै आउनु होला। तर अलि गाह्रो नै छ हिँड्नलाई, किनभने डाँडा पाखा छ। अनि के भन्न चाहन्छु कि भ्युअर्सहरूलाई है, स्पेसल जो पनि हेर्दै हुनुहुन्छ, यो ठाउँ आउनुभयो भने प्लिज रिक्वेस्ट छ, जो पनि आउनुहुन्छ फोहोर चाहिँ नगरिदिनु होला है साथीहरू। फाइनली देखिरहेको नि बतासे। ब्लग बनाउने फ्लोमा मैले अक्षर गायब छ भनेर भन्नै सकेन। सबैजना यहाँ छ। यो भ्यूलाई इन्जोय गर्दै म झरनाको तल पानीमा खुट्टा राखेर मजाले बसिरहेको थिएँ। फोकस मात्र गरिरहेको थिएँ झरनालाई। अनि यो पानी चाहिँ यस्तो चिसो, त्यत्रो हिँडेको बाटो स्ट्रेस चाहिँ यत्तिकै जान्छ क्या। चिसो पानी, चिल, मन शान्त हुन्छ। अनि साथीहरू खाना बनाउँदैछ, म चाहिँ भाइलाई भिडियो बनाइदिउँ त भनेर हल्का इन्ट्रो दिनुपर्छ ब्लगको अगाडि। हेर्न सक्नुहुन्छ भ्यू। अनि ब्याकग्राउन्डमा झर्नाको आवाज अलि लाउड आइरहेको थियो, जस राम्रो छ ठाउँ। ब्लग बनाउनलाई अलि अप्ठ्यारो भइरहेको थियो मलाई। झर्नाको भ्यू हेर्नु न गाइस, झर्नाको फोकस झर्नामा छ मेरो। अनि भाइ पनि नुहाइरहेको थियो चिल तरिकाले। अनि खाना पनि बनिरहेको थियो यतातिर, मासु बनाउँदै हो भाइले। स्पेसल मिठो बनाएको थियो है, त्यो भिडियोमा पनि भन्छु म अहिले। म पनि ब्लग बनाउँदै बसिरहेको थिएँ। गर्मी भयो कि म नुहाउनु गइहाल्थेँ क्या, होइन। अनि सबै केटाहरू यताउता बसेर गफ हानिरहेको थियो। कोही केटा गफ गर्दै थियो, कोही त्यहाँ खाना बनाएर अडालिरहेको थियो, कोही हेरिरहेको थियो, कोही मलाई ब्लग बनाइरहेको थियो। म भ्यूको इन्जोय गरेर म हेर्दै बसिरहेको थिएँ, त्यही पनि ब्लग बनाइरहेको थिएँ भन। गाइजहरू यति हिँडे लोड फर्केर छाती दुख्या थियो यार केटा। छाती दुख्या थियो यार, आनन्द भयो क्या। फोटोहरू पनि लास्टमा स्लाइड सो गरेर हाल्छु। यो ठाउँलाई म जति फोकस एउटै ठाउँ देखायो भने मेरो मन बुझिरहेको छैन क्या गाइस। अनि छाती दुखाइ पनि होइन, हिँड्दा लोड फर्केको तर आयो, सेटिस्फाई भयो होइन। आएर केटाहरू पनि इन्जोय गरेर रमाइलो गरेर। मेरो फोकस चाहिँ एकदम झर्नामा छ क्या। कस्तो दामी देखाएको छ सिनेमेटिक सट होइन। मन पराउनेले मन पराइरहनु भएको छ, मलाई सब्सक्राइब गर्नु भएको छ, त्योमा खुसी छु। केटाहरू इन्जोय गरिरहेको छ, म भ्लग बनाइरहेको छु। अनि यो कुरा गर्दै गर्दै मलाई एउटा साथीहरूले मलाई बाहिर भ्लग नबनाएको होला, के बनाउँछस् भ्लग, कन्टेन्ट छैन यहाँ त्यहाँ होइन, के बनाउँछस् के बोल्छस् भनेर भन्छ क्या। मलाई त्यो मतलब लाग्दैन।
आफ्नो मेमोरीको लागि बनाउँदै हो, साथीहरूसँग इन्जोयमेन्ट गरेको भिडियो बनाउँदै हो, भ्लग बनाउँदै हो। भोलिको दिन साथीहरू कोसँग हुन्छ कोहीसँग हुँदैन त्यो थाहा भएन, जो अहिलेको टाइम इन्जोय गरेर हिँडिरहेको छु भनेर चाहिँ त्यो मैले मेमोरीको लागि मैले भ्लग बनाएको मात्र हो। तर यो सब्सक्राइब आउँछ भनेर सोचले फेम कमाउँछु भनेर सोचले मैले कहिले बनाएको छैन। जो जतिजना पनि साथीहरूले मलाई सब्सक्राइब गर्नुभएको छ, कमेन्ट गर्नुहुन्छ बेला बेला, खुसी लाग्छ। अब मेमोरीको हिसाबले मैले खास गरी यो ब्लगहरू बनाउन खोजेको हो। कसैलाई मन दुख्यो मेरो यो कुराले भनेपछि त्यसको लागि सरी है गाइस। जस म त मेमोरीको लागि बनाएको हो, साथीहरूसँग डुलेको खाएको। मेरो भाग पनि आयो चिउडा गाइस, चिउडा नै हो के त्यो मासु खाँदै। केटाहरू कस्तो हुँदैछ त? मासु कस्तो भएको छ भन नि त केटा हो, कस्तो भएको छ विमल भाइ बनाउने कुकम्यान? म चाहिँ ग्राउन्ड लेभलदेखि हल्का हाइटमा गएर डाइ खानु मन लागिरहेको थियो। सो साथीहरूलाई हेर भनेर सबैलाई कराएर हान्नु खोजिरहेको थियो, तर मन डराइरहेको थियो। कहीँ स्लिप भएर कहीँ चोट लाग्यो भने तनाव भन्नु नहानिकन त म घर जाँदिनँ भनेर भिडियो बनाउन खोजेको हो। यो अन्त अनि भित्र हेर्नु न गाइस, म भित्र स्विङ गरेको बेला पनि मलाई देखिरहेको क्या भिडियोमा सही। अनि निस्किँदाखेरि सक्नु आउनु होला, चस्मा लगाएर निस्केको छु, क्लिप वाइज भिडियो हो। सो गाइस अब एन्ड पुगिसक्यो, सबैजनाको भ्लग एन्ड गर्ने बेला भइसक्यो गाइस। रमाइलो भइसक्यो, बर्थडे सेलिब्रेसन पनि अब आएर देखिरहेको होला ब्याकग्राउन्डमा मोबाइल आछ। अब यसको सिनेमेटिक सुरुमै हालेको हुन्छ, देखिसक्नु भयो होला सबैजना कपडा लगाएर फोटो सेसन गरिरहेको। म चाहिँ स्पेसली भ्युजहरूलाई के भन्छु कि स्पेसली प्लिज यो ठाउँमा चाहिँ आउनु होला सबैजना, राम्रो छ, दामी छ। अनि हजुरहरू एक्लै नआउनु होला, जस ग्रुपमा आउनु होला साथीभाइहरूसँग। जस खाजा नास्ताहरू सबै लिएर आउनु होला। यस्तो डाँडापाखा ठाउँमा दोकानहरू हुँदैन अनि आफ्नो सेफ्टी हुन्छ साथीहरू ग्रुपमा भए पनि। सो हामीहरू रेन्डमली आएको हो, त्यो प्लान बनाएर आएको होइन। खास गरी यो दामी छ ठाउँ, म पनि फर्स्ट टाइम यो ठाउँ आएर भिडियो क्याप्चर गरेँ। म त्यतिमै खुसी छु अनि साथीहरूसँग फोटो क्लिक गरिरहेको थिएँ। हेर्न सक्नुहुन्छ यस्तो डाँडापाखाको बिचमा त्यस्तो वाटरफल ठाउँमा हामीहरू सर्च गर्दै हामीहरू पुग्यौँ। जो हामीहरू फर्किँदैछौँ अहिले। भिडियो इन्ड भएको छैन, फुल टाइम वाच गर्नु होला। अनि बर्थडे सेलिब्रेसन गर्छ हामी राति भाइको। हिँडिरहेको बेला साथीले भिडियो बनाइरहेको रहेछ निस्किँदाखेरि, अनि मेरो साथी भ्लग बनाइरहेको। स्पेसली न्यू भ्युअर्सहरूलाई के भन्न चाहन्छु कि सब्सक्राइब गर्नु होला, बेल आइकन नोटिफिकेसन अल गर्नु होला। यस्तै राम्रो नेचुरल वाटरफलहरूको लोकेसन चाहिँ म आफ्नो ब्लगमा हाल्नेछु र फुल्ली डिटेल दिनु खोज्छु। माथि उडा न यसको पछाडि म हाल्छु के देऊ न। के बोले भाइ? के बोले के छ थाहा बोले? यसको पछाडि साथी मैले बिहान नुहाया हो यार, तिमीले नुहाएन भन्नु सोचेको खाना भाइ। ह्यापी बर्थडे मेरो नानी बाबुहरू, ह्यापी बर्थडे नयाँ सालको। अर्को के खाने हो त? खाना मलाई दिएन रे, मलाई दिएन रे। नत्र बाँकी सम्म खाने हो क्या, त्यही भएर छिटो कसम त्यही भएर भने कोही केक खाने छ कि भनेर। ह्यापी बर्थडे ए नगर पानी त्यसले बेडला म चुडे बनिरहेको। क्यामेराम्यान जल्दी फोकस गरौ, फ्ल्यास लाइट जलाऊ। यहाँ सबै बचायो साथी मेरो लुल्लीमा बचाएको म खोल्छु दल्यो है। के बोले भाइ? के बोले? यस्तो चाहिँ हुनुपर्छ कि बर्थडेको हालत।
हीरा बेटे